The journey of the Junkkupor Bolts in the Nepal Premier League has been nothing short of a roller coaster. In the very first season, the Bolts shocked everyone, playing fearless cricket and lifting the trophy, proving they were a team built for greatness. Fans believed a new dynasty had begun. But then came the second season, a complete contrast. The same team that once dominated suddenly struggled, losing momentum, facing criticism, and finishing far below expectations. Doubts grew, and many started to question if their first victory was just luck. But champions are not defined by one bad season. मैले कसरी रिभ्यू गर्नु हजुरहरु भन्नु न केही सजेसनहरु छ भने दिनुस् अब मैले मेरो तर्फबाट त म ट्राई कोसिस गरिरहेको छु मैले रिभ्यू कसरी दिनु आफ्नो परफर्मेन्स आफैले रिभ्यू कसरी दिनु हजुरहरु परफर्मेन्स रिभ्यू गर्दिनु क्याप्टेन्सिप के कस्तो भइराछ लगातार 3 हारपछि हैन जनकपुरले अब चाहिँ बाउन्स ब्याक गर्ने सम्भावना कतिको छ हामी एक गेम मात्र सोचिरहेछ मैले पहिला त हामीलाई सबभन्दा पहिला त सुरुवात चाहियो एउटा अहिले पनि अहिलेसम्म जित्न सकेको छैन होपफुली भनौँ न अझ 4 गेम बाँकी छ टप 2 को त टप 2 त अलिकति गाह्रै हुन्छ तर स्टिल टप 4 को लागि चाहिँ सम्भावना छ अनि जस्तो तपाईले तीनटा गेममा पनि तपाईको प्रदर्शन के राम्रो ब्याटिङ गरिरहेको छ र क्याप्टेनले चाहिँ आफूको व्यक्तित्वमा प्रदर्शन गर्दै टिमलाई कति असर परेको छ एकदम म ब्लेम गर्छु आफूलाई किनभने म नै कन्फिडेन्स देखिरहेको छैन मतलब ब्याटिङमा भनौँ त्यसले गर्दा म आफूलाई पनि तल राखेर अब अरूलाई प्रमोट गर्न खोजेको धनसुखलाई खुवाउन खोजेको माथि तर स्टिल त्यो पनि वर्क गरेन अनि त्यसले गर्दा चाहिँ अब मेरो परफर्मेन्स त म्याटर गर्छ म बुझिरहेको छु तर अब आई एम ट्राइङ माई बेस्ट अब हेरौँ As the third season approaches, the story is changing again. The Bolts are rebuilding, learning from past mistakes, and coming back stronger with renewed energy, sharper strategy, and a hunger to prove themselves once more. This isn't just a comeback, it's a statement. The Junkkupor Bolts are ready to strike again, reminding everyone why they were champions in the first place.